3. Hello guys, welcome back to Rodani's channel. आज फेरि हामी गोदावरीतिर जाँदैछौँ बटरफ्लाई वाचिङको लागि. Stay tuned. के भन्यो? Stay tuned. Okay guys, we are finally here at Godavari. अब हामी एकछिनमा चाहिँ स्टार्ट गर्छौँ प्रोग्राम. सबैजना आइसकेपछि ग्रिनाले नेपालको संस्थापक सदस्य र आजको दिनमा ग्रिनाले नेपालको प्रमुख आयोजनामा तथा टाइनी लाइफ फाइन्डर्स अनि बटरफ्लाई वाचर्स नेपाल र क्लब फर वाइल्ड लाइफ कन्जर्भेसन CWCको सहयोगमा गोदावरीमा बटरफ्लाई वाचिङ कार्यक्रम जुन हुन गइरहेको छ त्यसमा तपाईहरु सबैजनालाई स्वागत छ र हाम्रो निमन्त्रणा र हाम्रो सूचनालाई आधार मानेर यहाँ उपस्थित भइदिनु भएकोमा सबैजनालाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु र हामीसँग एज अ बटरफ्लाई गाइडका रूपमा नेपालको लेजेन्डरी लेपिडोप्टेरिस्ट आदरणीय सर महेन्द्र सिंह लिम्बू हुनुहुन्छ. उहाँलाई पनि म स्वागत गर्न चाहन्छु. थ्याङ्क यू. त्यस्तै गरी हामीसँग ग्रिनाले नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ नवीन सापकोटा दाई. उहाँलाई पनि म स्वागत गर्न चाहन्छु. त्यस्तै गरी हामीसँग CWCका विभिन्न प्रतिनिधि साथीहरू अथवा दिदीहरू हुनुहुन्छ. उहाँलाई पनि म स्वागत गर्न चाहन्छु. त्यस्तै गरी हाम्रो ग्रिनालय नेपालकै संस्थापक सदस्य सरिता पोखरेल दिदी, त्यस्तै गरी हाम्रो निग्मा साक्य दिदी, त्यस्तै गरी सृजना मद्राचार्य दिदी, त्यस्तै गरी अनिस महर्जन लगायत सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु. त्यस्तै गरी हाम्रो टाइनी लाइफ फाइन्डरको एउटा विचारक आदरणीय सर रुमन श्रेष्ठ सर पनि हुनुहुन्छ. उहाँलाई पनि म स्वागत गर्न चाहन्छु. त्यस्तै गरी लगायत सम्पूर्ण मेरा अग्रजहरू र मैले सिक्न पर्ने आदर गर्नुपर्ने सम्पूर्ण महानुभावहरूमा म एकमुष्ट स्वागत गर्न चाहन्छु. आजको दिनमा चाहिँ हामीलाई क्विक इन्ट्रोडक्सन. मेरो नाम चाहिँ महेन्द्र लिम्बू हो होइन. अनि म उहिलेदेखि गोदावरीमा बसेको हुनाले गर्दाखेरि अब लगभग 50 वर्षभन्दा पनि बढी भइसक्यो. अनि मेरो इन्ट्रेस्ट बटरफ्लाइमा प्रायः जस्तो धेरै यो ज्ञान भइसक्यो. अनि मेरो अर्को साथीलाई इन्ट्रोडक्सन गर्नुपर्छ. उहाँ चाहिँ धीरज गुरुङ हो. अनि उहाँ चाहिँ सानैदेखि हामीहरू सँगसँगै जङ्गल घुम्ने. ऊ चाहिँ अलिकति चरापट्टि लागेको हुनाले गर्दाखेरि मलाई भन्दा उसलाई चरा सम्बन्धी अलिक बढी ज्ञान छ. अनि इफ यु आर इन्ट्रेस्टेड इन बर्ड्स ही विल गाइड यु. पुतली सम्बन्धी चाहिँ म हेल्प गर्ने हो. पुतली त धेरै सजिलो छ. केही उड्यो कि पुतली होला भन्नु. चरा पनि चिनिहाल्छ. चरा र पुतली त छुट्याउनु सजिलै छँदैछ नि होइन. एनिवे सो मुख्य कुरा चाहिँ के हो भन्दाखेरि हामीले वेदर रिपोर्ट हेर्दाखेरि बाई 11 o'clock द वेदर इज गोइङ टु गो ब्याड भनेर चाहिँ वेदर रिपोर्टमा त्यसै देखाएको छ. तर कतिको सत्य हुन्छ हुँदैन त्यो थाहा छैन है. अनि विल ट्राई टु एन्ड अप एज क्विकली एज पोसिबल. अनि त्यो एट द एन्ड चाहिँ मैले यो प्लान बी एउटा वैकल्पिक एउटा के बनाएको छु भन्दाखेरि एउटा सानो स्लाइड प्रेजेन्टेसन के. किन भन्दाखेरि एकछिनमा अब हिजो धेरै पानी परेको हुनाले गर्दाखेरि धेरै पुतलीहरू आज देखिँदैन. अनि मैले यो स्लाइड प्रेजेन्टेसनमा पछि हामीहरू फर्किँदै गर्दाखेरि त्यहाँ माथि कुनै पसलमा बसेर ल्यापटपहरू ल्याएर छ त्यो स्लाइड प्रेजेन्टेसन दिउँला. अनि त्यतिखेर वी क्यान डिस्कस आज के देख्यो देखेन होइन है. अनि शब्दबाट हामीहरू चाहिँ ग्रुपमै हिँड्ने हो होइन. अनि यो पुतलीको कस्तो हुन्छ भने उड्दाखेरि चाहिँ त्यो पुतली आएर भुइँमा बस्छ. सबैजना गुटुट गएर चाहिँ जानु हुँदैन. त्यो पुतली उडिहाल्छ. चरा पनि भागिहाल्छ त्यसरी होइन. पुतली पनि उडिहाल्छ. त्यसले गर्दाखेरि बिस्तारै अप्रोच गर्ने है. अनि त्यहाँ कसैले केही देख्यो भने चाहिँ बोलाइहाल्ने क्या. किन भन्दाखेरि अब म त अब बुढो भइसक्यो. चस्मा लाउनुपर्छ. त्यो चस्माले पनि धेरै सहयोग गरेको छैन कि. सो हामीहरू सँगै जाउँ अनि क्विकली अनि सक्दो छिटो फर्केर अनि एट द एन्ड देयर स्लाइड प्रेजेन्टेसन अनि डिस्कसन है. र सबैजनालाई थ्याङ्क यू फर कमिङ है. ल स्टार्टेड. अनि हामीले अहिलेसम्म कमन ग्रास येल्लो, चक्लेट पेन्सी अनि अर्को के अरे क्लाउडेड ग्रास येल्लो देखेँ. तर भिडियो चाहिँ बनाएन. These are the crows.
पंखा खोल्दैछ कि स्पट रोयल लाइलाक फोर्क आउनु एकदम त्यसरी भुइँमा त सिटिमिटी बस्दैन नि लुक एट द ट्र्यास इन द ब्याक के के पछाडि कस्तो फोहोर देखेको डार्क जुडी 1 2 3 You fragile. भएन ल मेरो ल मत खोज्दैछ है तिमीहरू फर्स्ट टाइम पास हुन्न है त्यहीँ छ नवाब हो नि त अब तपाईँलाई ग्रिनालय नेपालबाट आज यो अफिसियल फर्स्ट चाहिँ हामीले प्रोग्राम गरेको हो साथसाथै हामीले चाइनी लाइफ फाइन्डर्स र सिडब्ल्युसीसँग कोर्डिनेट गरेर यो काम गरिरहेको छौँ नि सो एन्ड नवीन सापकोटा प्रेसिडेन्ट अफ ग्रिनालय नेपाल अब यसमा भन्नुपर्दा चाहिँ सरले हाम्रो महेन्द्र सरले थोरै बटरफ्लाई इन्भाइरोमेन्टले प्रोडक्सन दिनुहुन्छ कसरी आइडेन्टिफाई गर्ने अनि उसलाई के गर्नुपर्छ प्रोटेक्सन गर्नलाई भन्ने कुराहरू सरले सेयर गर्नुहुन्छ सो लेट्स वेलकम फेरि सुरु गर्ने अलिक टाइम लाग्छ मेन कुरा चाहिँ आज अलिकति अनएक्सपेक्टेड भयो क्या यो जुन वेदर चाहिँ फोरकास्ट चाहिँ राम्रो थिएन तर राम्रो भइदियो क्या त्यो अनि वी स मोर देन एक्सपेक्टेड क्या अहिले मैले त कति 25वटा जस्तो एक्सपेक्ट गरेको थिएँ कति मोर देन 40 अझै एड गर्न बाँकी छ आई थिङ्क 50 प्लस नै छ तर अहिले यो कस्तो भएको छ भने पहिलाको तुलनामा यो बटरफ्लाईहरू चाहिँ एकदम तल डाउन द ड्रेन भइरहेछ किन अन अ गुड डे पहिला चाहिँ होइन एक बेला होइन जस्ट यो तल बस स्टपदेखि लिएर यो अघि अहिले हामी ट्यामाक्सम्म पुगेको थियौँ नि लगभग 80वटा स्पिसिस देख्थ्यो होला है अन अ गुड डे तर हिजो आज त्यसरी देख्दैन कि सो एउटा लस अफ हेबिटेट त नभनौँ किनभने यो प्रोटेक्टेड फरेस्ट हो तर मुख्य कुरा चाहिँ यो ह्युमन डिस्टर्बेन्स जस्तो लाग्छ मलाई यो चाहिँ अब पछि आफै त्यो यो स्टुडेन्ट्स के अरे आफूले त्यो सोच विचार मिल्छ क्या यो चाहिँ काइजर हिन्द होइन यो चाहिँ यो डाँडाको टुप्पातिर मात्रै पाउँछ 7000 फिटदेखि लगभग 9000 फिटसम्म होइन यो चाहिँ एउटा के अलिकति के अचम्मको छ भन्दाखेरि यो जुन एउटा अडल्ट भएर निस्केपछि यो अरू पुतली जस्तै यो फुलमा अथवा यो कुहिएको फलफुल खाने यताउता हतपत आउँदैन मैले अहिलेसम्म देखेको चाहिँ यो सिरिफ एकैचोटि मात्रै पानी मात्रै खानु भएको अनि यो अर्को स्पेसियालिटी यसको के हो भन्दाखेरि यो लगभग 8 बजीदेखि लिएर 11:30 बजीसम्म चाहिँ यो डाँडाको टुप्पामा घुस्छ अनि सिर्फ यसको काम चाहिँ लुकिङ फर फिमेल्स है अनि त्यहाँदेखि त्यो 12 बजीदेखि चाहिँ फेरि तल जङ्गलमा पसिहाल्छ अनि यसको त्यो साइन्टिफिक हिसाबले सोच्दाखेरि चाहिँ इट इज कन्जर्भिङ एनर्जी होइन सो यसले चाहिँ त्यो अरू त्यो के अरे नेक्टरहरू खानु जाँदैन नि त अनि एनर्जी चाहिँ यसले कन्जर्भ गर्नु पऱ्यो अनि 8 बजीदेखि 12 बजीसम्म उठ्यो त्यहाँदेखि चुपचाप बस्छ
until it finds a female. अनि त्यहाँदेखि यो अल्सो फेरि एउटा अलिकति यो नराम्रो चाहिँ यो कलेक्टर्सहरूले चाहिँ यसको रियालिटीले गर्दाखेरि एकदम हाई डिमान्डमा हो क्या